नयाँ गाउँको पिठाको हजुरहरूले के खानुभयो त? हामीले चाहिँ पकौडा बनाएर खाएको है। नयाँ गाउँको नयाँ सालमा खान्छन् भन्छन् नि त है। मैले थोरै बुढालाई पिस्न पठाएको थिएँ अनि त्यसकै पुरी हालौँला सोचेको थिएँ कि मैले चाहिँ हिजो साँझ बनाएको थिएँ नि त। अनि पुरी हाल्ने भनेको त बज्यो नाइ पकौडा खाने रे पुरी नखाने भन्नुभयो के। अनि मैले कतिचोटि पनि भनेको छु हजुरहरूलाई हाम्रो बज्यूलाई पकौडा एकदम मिठो लाग्छ भनेर है। अनि सोच भएका फेरि मान्छेहरू आइहाल्नुहुन्छ के कमेन्ट गर्न है। खान नपाएको जसरी खाएको रे। खान नपाएकोले त खान्छ है। खान पाएकोले चाहिँ कसरी खाँदो रहेछ सुँगेर फाल्दो होला त। म यस्ता कमेन्ट गर्ने मान्छेदेखि चाहिँ यस्तो रिस उठ्छ के। तर सबैले राम्रो गर्नुहुन्छ कोही कोहीले मात्र यस्तो कमेन्ट गर्छन् के। सोचाइमा फरक पर्छ है। राम्रो सोच भएका मान्छेले राम्रो कमेन्ट गर्नुहुन्छ, नराम्रो सोच भएको मान्छेले नराम्रो कमेन्ट गर्नुहुन्छ। धेरै जस्तो त राम्रै गर्नुहुन्छ, कसै कसै हुन्छन् त्यस्तै है। तर त्यस्ताको पछि पनि लाग्नु त राम्रो होइन। अनि हाम्रो चाहिँ पकौडा धेरै पाकिसकेको थिए तर नयाँ गाउँको पिठोको बनाएको हो नि त। अनि अगाडि चढाउनु पर्यो अनि त्यो चढाएर अनि बजेले अगाडि सबै पिठोहरू पनि छुट्याउनु भएको थियो कि नयाँ गाउँको हो नि त। अनि त्यो पकौडा चाहिँ बाजेलाई चढाउनु भयो, पिठो पनि त्यही राखिदिनु भयो। अनि अगरबत्ती बाल्नुभयो बुढाले। अगरबत्ती बालिसकेपछि थोडा यस्तो घुमाएर पूजा गरेर यस्तो गरेर त्यही राख्नुभयो। अनि घर आउन बित्तिकै त हाम्रो थालमा पाकेका पकौडाबडी फिनिस के। फर्स्टमा त हामीले बजेहरूलाई दियौँ, बजेलाई फुपूलाई अनि मैले बुढाले खाऊँ। यस्तो मिठो भयो थियो कि अस्ति हालेको थियो नि त त्यही दिन त मैदाको र गहुँको पिठाको थियो। योचोटि चाहिँ चामलको पिठाको र गहुँको हो नि त। यस्तो मिठो भयो थियो कि पनि चामलको पिठाको पकौडा बनाएर खानु होला नि यस्तो मिठो हुन्छ कि। मलाई बेसनको भन्दा नि चामलको पिठाको चाहिँ यस्तो लास्टै मनपर्छ कि पकौडा। अनि मिठो पनि थियो। बाइ बाइ एभ्रिवान, अर्को भिडियोमा भेटौँला।